क्रिस्टियानो रोनाल्डोको अनौठो पारिवारिक कथा। 5 सन्तान हुँदा पनि अझै भएको छैन विवाह। विश्व फुटबलका महान खेलाडी मध्ये एक हुन् क्रिस्टियानो रोनाल्डो। मैदानमा गोल, कीर्तिमान र ट्रफीका कारण चर्चामा रहने रोनाल्डोको निजी जीवन पनि उत्तिकै रोचक छ। करियरको उत्तरार्धमा रहेका रोनाल्डो अब फुटबलबाट सन्यास लिएपछि आफ्नो परिवार र निजी जीवनमा अझ बढी समय दिने तयारीमा रहेको अनुमान गरिएको छ। तर तपाईलाई थाहा छ, रोनाल्डो अहिलेसम्म औपचारिक रूपमा विवाह नगरी 5 सन्तानका पिता बनिसकेका छन्। त्यसो भए रोनाल्डोको परिवार कस्तो छ, उनका बच्चाहरू को हुन् र उनको जीवनसाथी जर्जिना रोड्रिगेजसँगको सम्बन्ध कहाँसम्म पुगेको छ? आजको भिडियोमा रोनाल्डोको यही रोचक पारिवारिक कथा जानौँ। क्रिस्टियानो रोनाल्डो पहिलो पटक पिता बने सन् 2010 जुन 17मा। उनको पहिलो सन्तान हुन् क्रिस्टियानो रोनाल्डो जुनियर। जुनियरको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको थियो। त्यतिबेला रोनाल्डो दक्षिण अफ्रिकामा भएको विश्वकपमा व्यस्त थिए। छोराको जन्म भएको खबर पाएपछि उनी तुरुन्तै उडान मार्फत अस्पताल पुगेका थिए। तर सबैभन्दा रहस्यमय कुरा के थियो भने जुनियरकी आमाको पहिचान आजसम्म सार्वजनिक गरिएको छैन। रोनाल्डोले त्यतिबेला आफ्नो छोराको आमाको विषयमा धेरै कुरा सार्वजनिक गर्न चाहेनन्। उनले भनेका थिए, केही कुरा निजी हुन्, जब क्रिस्टियानो ठुलो हुन्छ म उसलाई सत्य भन्नेछु। यसरी रोनाल्डोले आफ्नो जेठो छोराको अभिभावकत्व आफै सम्हाल्दै आएका छन्। सन् 2016मा रोनाल्डोको जीवनमा जर्जिना रोड्रिगेज प्रवेश गरिन्। म्याड्रिडको एउटा गुच्ची स्टोरमा काम गर्ने क्रममा उनीहरूको पहिलो भेट भएको बताइन्छ। त्यसपछि उनीहरूबीच नजिकितो सम्बन्ध सुरु भयो। आज जर्जिना रोनाल्डोको जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिमध्ये एक हुन्। तर उनीहरूको सम्बन्ध सुरु भएको केही समयमै रोनाल्डोको परिवारमा अर्को ठुलो परिवर्तन आयो। सन् 2017मा रोनाल्डोले जुम्ल्या सन्तानलाई स्वागत गरे। उनीहरू थिए इभा मारिया र माटेओ। यी दुवै बच्चा सरेगेट आमा मार्फत जन्मिएका हुन्। यससँगै रोनाल्डोको परिवारमा बच्चाको सङ्ख्या 3 पुग्यो। त्यस वर्षको नोभेम्बरमा भने जर्जिनाले रोनाल्डोको पहिलो सन्तानका रूपमा ओलाना मार्टिनालाई जन्म दिइन्। अब रोनाल्डोको परिवार अझ ठुलो भइसकेको थियो। तर सन् 2022मा रोनाल्डो र जर्जिनाको परिवारले निकै ठुलो पीडा भोग्नु पर्यो। उनीहरूले जुम्ल्या बच्चाको अपेक्षा गरेका थिए, तर छोरा एन्जेल जन्मिँदै बिते। छोरी बेल्ला एस्मेराल्डा भने जीवित रहिन्। यो घटना रोनाल्डोको परिवारका लागि जीवनकै सबैभन्दा कठिन क्षणमध्ये एक बन्यो। जर्जिनाले पनि यस अवस्थालाई जीवनको उत्कृष्ट र सबैभन्दा दुःखद क्षण एकसाथ आएको समयका रूपमा वर्णन गर्ने गरेकी छिन्। आज बेल्ला रोनाल्डो परिवारकी सबैभन्दा कान्छी सदस्य हुन्। जर्जिना रोनाल्डोसँगको सम्बन्धमा आएपछि उनी परिवारको महत्त्वपूर्ण हिस्सा बनिन्। उनले रोनाल्डोका सबै बच्चालाई आफ्नै सन्तान जस्तै माया र हेरचाह गर्दै आएकी छन्। सामाजिक सञ्जालमा पनि रोनाल्डो र जर्जिना आफ्ना बच्चाहरूसँगको पारिवारिक जीवनका तस्बिर र भिडियोहरू सार्वजनिक गरिरहन्छन्। जिममा होस् वा छुट्टी मनाउने क्रममा रोनाल्डो आफ्नो परिवारसँग समय बिताइरहेको देखिन्छन्। तर अझै भएको छैन रोनाल्डोको विवाह। रोनाल्डो र जर्जिनाको सम्बन्ध लामो समयदेखि कायम छ, तर उनीहरूले औपचारिक रूपमा विवाह भने गरेका थिएनन्। यद्यपि सन् 2025 अगस्टमा उनीहरूको सम्बन्धले नयाँ मोड लियो। जर्जिनाले ठुलो हिराको औँठी देखाउँदै सामाजिक सञ्जालमा SI डु लेखेपछि उनीहरूको इन्गेजमेन्ट भएको सार्वजनिक भयो। यससँगै रोनाल्डो र जर्जिना अब विवाहतर्फ अघि बढिसकेको स्पष्ट भयो। रोनाल्डोले कहिलेकाहीँ जर्जिनालाई आफ्नो पत्नी भनेर सम्बोधन गर्ने गरे पनि औपचारिक विवाह भने अझै भएको छैन। रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियर पनि फुटबलमा सक्रिय छन्। बुबा जस्तै फुटबल खेल्ने उनको सपना छ। रोनाल्डोले पनि छोराको फुटबल करियरमा विशेष ध्यान दिँदै आएका छन्। अब प्रश्न उठ्छ के भविष्यमा हामी अर्को क्रिस्टियानो रोनाल्डोलाई फुटबलको मैदानमा देख्न पाउनेछौँ? यसको जवाब समयले दिनेछ। क्रिस्टियानो रोनाल्डोको निजी जीवन अरूको भन्दा फरक छ। बिहे भन्दा पहिले सन्तान, सरोगेट मार्फत जन्मिएका बच्चा,
प्रेम सम्बन्ध, पारिवारिक दुःख र अहिलेको एङ्गेजमेन्ट। उनको पारिवारिक यात्रा निकै उतार चढावपूर्ण छ, तर रोनाल्डोका लागि परिवार सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक हो। मैदानमा उनी विश्वकै महान फुटबलर मध्ये एक हुन्, तर मैदान बाहिर भने उनी आफ्ना बच्चाका लागि एक पिता हुन्। र सायद यही कारणले रोनाल्डोको कथा फुटबलभन्दा बाहिर पनि विश्वभरका मानिसका लागि चासोको विषय बनिरहेको छ। तपाईँलाई रोनाल्डोको पारिवारिक जीवनबारे सबैभन्दा रोचक कुरा के लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन परे लाइक, सेयर र हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।